जिन्दगी आखिर यही त रहेछ नि होइन विनाजु कस्तो मजाको छ है आज हाम्रो दाइ जाँदै हुनुहुन्छ है सेफ फ्लाइङ दाइलाई चाहिँ गाइस हामी चाहिँ ट्याक्सीमा चढेर जाँदैछौँ दाजुलाई बिहानको मौसम यसै ट्याक्सीमा चढेर जाँदैछौँ हामी एयरपोर्ट दाइलाई छैन है त ल बाँकी त्यहीँ गएर भेटौँला गाइस साडुङ भाइ ल दाइले भिडियो हेर्नु भने नेपालको झन्डा चाहिँ नजिक आइपुग्न लाग्यो एयरपोर्ट अब यहाँदेखि 5 मिनट पनि लाग्दैन ल चासो लाग्छ 3-4 मिनटमा पुगिन्छ मजाले यो चाहिँ 3 कुने साइड माथि सिनामङ्गल जाने बाटो हो क्या बिहान मौसम मजाको छ मेट्रो वाउ त्यही माथि गाडीको अगाडि छ होइन 2टा बुद्ध हुँदो रहेछ 22 गते वाउ ठुलो प्लेन देखिरहेछ कि बाहिर इन्टरनेसनल प्लेन होला टुप्पो देखिरहेछ कि ठ्याक्कै सही बाटो बिहान दाइको कुरा हुँदैछ ल अब हामीहरू भित्र छिर्यौँ है त ल बिहान चाहिँ भिड चाहिँ खासै छैन रहेछ आइपुग्यो हामीहरू ल हामी ट्याक्सीमा आएको थियौँ ट्याक्सीबाट बिदा हुन लाग्छ लगाइदिउँ भिना चाहिँ एउटा खाता ल्याउने बिर्सी चाहिँ घरमा थियो मसँग छैन चाहिँ यस्तो छ गाइस है एयरपोर्टभित्र जाँदै हुनुहुन्छ ल भित्र यस्तो छ अब हाम्रो चाहिँ 6 बजेको फ्लाइट रहेछ कि बोर्डिङ पास अनि त्यहाँदेखि जानुहुन्छ ल दाइसँग आज हक गर्नुपर्छ क्या गाइस फाइनली टाइम आइसकेको छ जाने है हाम्रो भिनाजु भन्न आइसक्यो दाइ जाँदै हुनुहुन्छ सेफ फ्लाइङ होइन त्यही नै ए हुन्छ दाइ हुन्छ सेयर अनि त्यसपछि त्यहाँ पुगेर यसो कलसल गर्दै गर्नुपर्छ अब दाइहरूसित है तपाईँहरूलाई म पठाउँछु यो कस्तो यार नजर लाग्ने कि राम्रो ल दाइ ल कस्तो मजा लाग्ने बाई टाटा है त बाई रामसँग जानु होला हस् ए हुन्छ सोध्नु
बोर्डिङ पास दाइ गइसक्नु भएको छ भित्र है बोर्डिङ पासको लागि। अनि भित्र चेकिङ हुन्छ, अब कति टाइम लाग्ने, भित्र छुट्टै टाइम होला। सो नरुने भिराजी नरुनु। रुको जरा सबर करो। आया कस्तो लाग्यो है? टाटा दाइ त गए त। लगाइस हिजो 81 आउनुभयो जानुभयो होइन। सो अहिले टाइम चाहिँ ठ्याक्कै 6:11 भएको छ होइन। दाइ चाहिँ भित्र छिर्नु सक्नुभयो त्यो पास देखाएर। अनि यहाँ भिना चाहिँ हुन्छ, अब एकछिन बस्छौँ हामीहरू गइहाल्छौँ त्यसपछि। अनि दाइको जर्नी चाहिँ राम्रो होस् त्यही नै है त। ल नेपालको झन्डा कति युवाहरू जाँदै हुनुहुन्छ है। सो कस्तो लाग्ने क्या, दुःख छ। हामी सब एकछिन सो गाइज हामीहरू चाहिँ एकछिन बस्नु पर्ला अनि त्यसपछि जानु पर्ला होइन। दाइ भित्र छिरिसक्नुभयो, त्यही पनि एकछिन बस्दिउँ न भन्ने हाम्रो विचार हो। दाइलाई फेरि पनि ह्याभ अ सेफ फ्लाइङ होइन, ह्याभ अ सेफ जर्नी। यस्तो छ बिहानको मौसम, यहाँको माहौल। यहाँ फरेनर दाजुहरूले साइकल ल्याउनु भएको रहेछ कि। हामीलाई एकछिन बस्छौँ भिना चाहिँ होइन, त्यसपछि जानु पर्ला। गइसक्दै नै हो, दाइ गइसक्नु भएको छ है। लगास फाइनली दाइ गइसक्नु भयो। हामीहरू 10 मिनटको पर्खाइपछि है। सो के भन्न चाहनुहुन्छ साथीको लागि? ल है बिहान यस्तो छ, एकछिन कुर्नु पर्ला भन्नाले बस्नुपर्छ कि एकछिन जर्नी दाइको राम्रो होस् होइन। सो त्यही नै हो। फाइनली दाइ गइसक्नु भएको छ। अनि त्यसपछि इन्टरनेसनल एयरपोर्ट है काठमाडौँ त्रिभुवन इन्टरनेसनल होइन। सो देख्न सक्नुहुन्छ हामी जाँदैछौँ है। तपाईँ राम्रोसँग जानु होला, भिडियो हेरिराख्नु भएको छ भने। यस्तै नै हो, अब के गर्ने नेपालको हालत बिर्सिनु परेको छ सबैजना। जनता चाहिँ नेताहरूलाई चाहिँ खुवाउने क्या, नेताहरू यस्तै हुन अब देश गरिब त होइन। ओहो ल होला। सो अब ठिक हो बाबा होइन, बोल्दै गर्नुपर्छ हामीहरू। त्यस भ्यू चाहिँ राम्रो छ। जेब्रा क्रसिङमा टक्कसँग जानुपर्छ है। आइरहेको छ मजाको फुल फुलिरहेछ है अहिले। व्यवस्था सिस्टम चाहिँ ठिकै हो, तर पार्किङ एरियाहरू, पार्किङ यहाँको काण्डहरू सुन्नु भएको थियो नि भिना चाहिँ पार्किङहरूमा के एउटै प्राइस छैन। ठाउँ ठाउँमा महँगो भन्नाले छुट्टै एउटै गर्ने नि होइन पार्किङको। एउटा ठाउँमा अर्कै, अर्को ठाउँमा अर्कै। अनि त्यो के अरे आशिका तामाङ आएर मिलाएको थियो त एकचोटि, फेरि त्यस्तै नै छ छन चाहिँ पार्किङको हालत चाहिँ। केही त्यस्तो चेन्जेस आएको छैन है। हामी जाँदैछौँ बाटोतिर। मौसम कडा छ तर आजको जे जस्तो भयो पनि
सो हाम्रो दाइ चाहिँ गइसक्नु भएको छ हिजो राति आउनु भएको थियो अनि दाइलाई अब सेफ जर्नी अब सेफ फ्लाइङ होइन सो देखियो दाइ आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला स्वास्थ्यभन्दा चाहिँ अरू केही पनि होइन अनि त्यही भन्दैछु आजको भिडियो एन्ड गर्न चाहन्छु सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो यो चाहिँ सर्ट एन्ड स्विट भ्लग भएको छ अनि यो चाहिँ ठ्याक्कै बनाउँछु भनेर सोचेको थिइनँ होइन अनि दाइलाई यसो आइराख्नु भएको थियो बिहान पनि छोडिदिउँ भन्ने सोचले चाहिँ हामी आयौँ भनेर भिनाज त आइहाल्यो नि ल म पनि आएँ त्यही सम्बन्धीमा त्यही बिचमा चाहिँ होइन सो त्यही नै हो सो भिनाजु अगाडि हिँड्नु भएको छ अनि म चाहिँ पछाडि छु सो देखियो बिल्डिङ भयो है त नेक्स्ट बिल्डिङ पर्छ ट्रली थियो भित्र त जालीले देखिया छैन होइन गाइस बिहान हेर्नु न जति पनि राति उठ्नु भएको थियो नि उहाँहरूको ट्रली होला क्या सायद यो मैले त फर्स्ट टाइम देखाएँ यार बिहान आएर पनि होला होइन लास्टै के कति धेरै ट्रली हो त्यहाँ सोचेको भन्दा धेरै ट्रली ल यतातिर फुलै फुल्छ क्या यहाँ बाटोको छेउमा है यसरी कस्तो मजाले राखेको फुल हो गाइस है हजुर कस्तो दामी भर्खरै सनसाइन हुँदैछ कि रात यस्तै छ नेपालको बाटो रहनसहन भाइ बिहान सनसाइन and this moment like amazing है त यो त अगाडि पुगिसक्नु भएछ कि त्यतिकै जानुपर्छ यसरी आगे हम के हादैछ यता हेर त फोटो खिचिदिन्छु ओए कता हिँडेछ रे बादल के लागेर गयो अहिले चाउचाउको त्यो हुन्छ नि नुन त्यो चपाइरहेको छ रे यसले दाँतमा राखेर ल हामीहरू चाहिँ भित्र छिरौँ त्यही क्रममा है भिनाजु र म छौँ यहाँ चाहिँ भिनाजु यता हेर्नु त यो लुक्स कडा आएको छ यहीँबाट म त्यो स्क्रिनसट लिइदिन्छ यस्तो ए कुकुर ल्याउनु भएको रहेछ भन्नुभएको छ त्यही भएर भुक्यो हो कि कल चाय साय खाएंगे उसके बाद जाएंगे लगाइस है हामीहरू घुम्दै घुम्दै पशुपति साइड आएको छन् जिन्दगी आखिर यही त रहेछ नि हैन भिनाजु
मेरो जिन्दगी के रहेछ होला लास्टमा यही त रहेछ ए सरप्राइजिङ टाइपको नथाहा पाउने फेरि मजाले एउटा त चराहरू हामीहरू निक्लिनु लाग्यो म जान्छु होला भिना चाहिँ त्यही बस्नुहुन्छ यस्तै हो जिन्दगी अर्कै बाटोमा लागिसकेको थिएँ